नमस्कार, म सुधीर शर्मा। अमेरिकी विदेश सहायक मन्त्री समीर पल कपुर भर्खरै नेपाल भ्रमण सकेर फर्किएका छन्। वर्तमान सरकार बनेपछि विदेशबाट भएको यो पहिलो उच्च तहको भ्रमण हो। त्यसमाथि अमेरिकी अधिकारीहरू प्राय दक्षिण एसियाका अन्य मुलुकतिर छिर्दै नेपाल पस्ने जुन चलन थियो त्यो विपरीत उनी सिधै वासिङटनबाट काठमाडौँमा झरेका थिए। कूटनीतिमा प्राथमिकता र हाउभाउको पनि अर्थ रहन्छ। दक्षिण एसियाली मामिला हेर्ने यी मन्त्री यहाँ आएर अमेरिकी कम्पनीहरूले नेपालमा आर्थिक लगानी गर्न चाहेको कुरा स्पष्टसँग बताए। यससँगै बहुराष्ट्रिय कम्पनी उबरले नेपालमा पनि अपरेसन चलाउन बजार अध्ययन गरिरहेको भन्ने समाचार पनि सार्वजनिक भयो। यससँगै इलन मस्कको स्टारलिङ्क पनि यहाँ आउन इच्छुक देखिएकै थियो। अमेरिकी सहायक मन्त्रीले नेपालको सूचना प्रविधि अर्थात् आइसिटी सेक्टरमा लगानी बढाउन चाहेको पनि बताएर त्यस किसिमका अन्तर्क्रियाहरू पनि यहाँ गरे। उनले गत फेब्रुअरीमा अमेरिकी कङ्ग्रेस समक्ष गरेको जुन सुनुवाई थियो त्यसबेला नेपाल लगायत दक्षिण एसियाका साना मुलुकहरूको सामरिक अवस्थिति महत्त्वपूर्ण रहेको र त्यहाँको आर्थिक क्षेत्रमा आफूले ठाउँ छाड्ने हो भने प्रतिस्पर्धी राष्ट्रले प्रभाव बढाउन सक्ने बताएका थिए। उनले नाम त लिएका थिएनन्, तर प्रतिस्पर्धी राष्ट्र भनेर चीनतर्फ इङ्गित गरेका थिए भनेर स्पष्टै बुझ्न सकिन्थ्यो। हाम्रो देशलाई अहिले स्वदेशी विदेशी सबै किसिमको लगानी चाहिएको छ। उद्यमशीलता र रोजगारी दुवै बढाउनु पर्नेछ। तर नेपालमा लामो समयदेखि कुनै बहुराष्ट्रिय कम्पनीहरू आइरहेका छैनन्। ठुलो बाह्य लगानी पनि भित्रिएको छैन। यो अवस्थामा उबर जस्ता कम्पनीहरू आउँछन्, अमेरिकी लगानी बढ्छ भने त्यो राम्रै कुरा हो। यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल इन्डियन ओसन कन्फरेन्समा भाग लिन मौरिसस गएका थिए। त्यस बखत उनको अन्य देशका मन्त्रीहरूका अतिरिक्त भारतका विदेश मन्त्री एस जयशङ्करसँग पनि साइडलाइनमा वार्ता भयो। त्यससँगै प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएको विवरण पनि सार्वजनिक भयो। खासमा मोदीले बालेनलाई बधाई सन्देश पठाउँदा नै भ्रमणको निम्तो पनि दिएका रहेछन्, जसलाई नेपाली पक्षले स्वाभाविक रूपमा सैद्धान्तिक स्वीकृति दिएको छ। तर यसको अर्थ आजभोलि नै प्रधानमन्त्री बालेन भारत गइहाल्ने भन्ने चाहिँ होइन। त्यसअघि गर्नुपर्ने गृह कार्यहरू अनि विभिन्न तहका भ्रमणहरू हुन बाँकी नै छन्। यसमा सायद केही महिना लाग्न पनि सक्छ। तर यसबाट नेपालका नयाँ प्रधानमन्त्रीसँग भारतीय पक्ष जति सक्दो चाँडो प्रत्यक्ष वार्ता गर्नको निम्ति उत्सुक रहेको भन्ने चाहिँ देखिन्छ। अर्को छिमेकी चीनले पनि यी घटनाक्रमलाई चासोका साथ हेरेको र नयाँ सरकारसँग इन्गेजमेन्ट बढाउन खोजिरहेको जस्तो देखिन्छ। संयोगवश अमेरिकी सहायक मन्त्री काठमाडौँमा रहेकै बखत चिनिया विदेश मन्त्रालयको एसियाली मामिला विभागकी उपप्रमुख काओ जिङको नेतृत्वको एउटा टोली पनि यहाँ आएको थियो। चीनले हिजो एमाले कङ्ग्रेस गठबन्धनसँग जुन घनिष्ठ सहकार्य गरिरहेको थियो त्यो शक्ति समीकरण बदलिएको छ। सायद यसकारण पनि उसले सहकार्य र संलग्नता अरू बढाउनु पर्ने खाँचो देखेको हुन सक्छ। त्यसै अनुरूप सम्पर्क विस्तार गरिरहेको महसुस हुन्छ। त्यसै पनि चीनको शैली जो सत्तामा आयो उसैसँग तालमेल मिलाएर काम गर्न खोज्ने किसिमको पहिलेदेखि देखिँदै आएको छ। अन्तर्राष्ट्रिय जगतबाट आएका यी सबै सिग्नलहरू हाम्रो निम्ति सकारात्मक छन्। नेपालले लामो समयपछि अहिले एक किसिमको अन्तर्राष्ट्रिय चर्चा र चासो दुवै पाएको छ। जेन्जी विद्रोह र त्यसपछि झन्डै 2/3 बहुमतसहित युवा प्रधानमन्त्रीको आगमन यसको मुख्य कारण हो। सायद यसै कारण बालेन्द्र शाह धेरै वर्षपछि विदेशी प्रधानमन्त्री र राष्ट्रपतिहरूको सबभन्दा बेसी बधाई खाने नेपाली प्रधानमन्त्री पनि बनेका छन्। उनको बारेमा विदेशी मिडियामा पनि कभरेज उत्तिकै भइरहेको छ। टाइम म्यागजिनले त उनलाई संसारका 100 जना प्रभावशाली व्यक्तित्वहरूको सूचीमै राखेको छ। झट्ट हेर्दाखेरि यसलाई बालेनको व्यक्तिगत उपलब्धि मात्र ठान्न सकिएला, तर उनी देशका प्रधानमन्त्री पनि हुन्। त्यसैले समयको यो सद्भावलाई राज्यको हितमा सदुपयोग गर्ने अवसर उनको सामु आएको छ। यहाँनिर एउटा प्रश्न उठ्छ, के प्रधानमन्त्री बालेन यो अवसरलाई राष्ट्रहितमा परिणत गर्न सक्षम छन्? अन्तर्राष्ट्रिय समुदायले प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान सरकारप्रति चासो र उत्सुकता राख्नुको ठोस कारण पनि छ। त्यो के भने उनको पार्टी राष्ट्रसभाले प्रतिनिधि सभामा 182 स्थानमा जितेको छ। यो भनेको झन्डै 2/3 सिट हो। प्रधानमन्त्री बालेन यस्तो जनादेशसहित आएकाले उनको सरकारलाई विदेशीहरूले पनि पहिले जस्तो अस्थिर सरकारहरूको श्रेणीमा राखेर हेरेको जस्तो देखिँदैन। आन्तरिक म्यान्डेट मजबुत भयो भने त्यसले बाह्य वजन पनि बढाउँदो रहेछ। अहिले यस्तै देखिएको छ। नेपालमा अब सरकार टिक्छ
राजनीतिक स्थायित्व रहन्छ, दीर्घकालीन सहकार्य गर्न पनि सकिन्छ भन्ने किसिमको सन्देश अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गएको छ। यो अवस्थाबाट राष्ट्रले फाइदा लिन सक्नुपर्छ। दोस्रो कुरा चाहिँ बालेनले आन्तरिक वा बाह्य रूपमा कुनै ब्यागेज बोकेको देखिँदैन। उनी सार्वजनिक रूपमा धेरै खुल्दैनन्, धेरै बोल्दैनन्। यसकारण पनि उनको व्यक्तित्व पूर्ण रूपले परिभाषित भइसकेको छैन। अहिलेसम्म हेर्दाखेरि बालेन न वामपन्थी हुन् न त दक्षिणपन्थी, न काङ्ग्रेस हुन् न त कम्युनिस्ट। कुनै किसिमको सैद्धान्तिक अथवा वैचारिक घेरामा उनी बाँधिएका छैनन्। यसले उनलाई सजिलो पनि पारिदिएको छ, फराकिलो दायरामा काम गर्ने एउटा मौका दिएको छ। कुनै किसिमको शर्त वा सम्झौता बिनै सत्तामा पुगेका प्रधानमन्त्रीलाई शासन, प्रशासन र कूटनीति चलाउन सजिलो पनि हुन्छ। हिजोका थुप्रै नेताहरू सरकार चलाउँदाखेरि कहिले कुन शक्तिसँग नजिक हुन्थे, कहिले कुनसँग क्याम्प पनि फेरिरहन्थे। एकातिर वचन दिन्थे, अर्कोतिर लपक्क हुन्थे। अनेक देखिने नदेखिने लेनदेनहरू पनि गर्थे, तर त्यो पुरा गर्न सक्दैनथे। अनि त्यसपछि यी न यताकाले पत्याउँथे न उताकाले। मैले सबै नेताहरूलाई एउटै घानमा राखेर सामान्यीकरण गर्न खोजेको होइन, तर नेपालको उच्च नेतृत्वको यो आम प्रवृत्ति जस्तै बन्न गएको थियो। त्यसैले उनीहरूको अन्तर्राष्ट्रिय विश्वसनीयता पनि धुलिसात हुँदै गएको थियो। कम्तीमा बालेनका हकमा यस्तो समस्या देखिएको छैन। उनले कुनै अमुक विदेशी शक्तिसँग अति निकटता राखेको, अर्कोसँग चाहिँ दूरी बनाएको पनि देखिँदैन। कतिपय मान्छेले बालेन यता ढल्किएका छन्, उता ढल्किएका छन्, अब देशमा यस्तो हुन्छ उस्तो हुन्छ भनेर पनि भन्ने गर्छन्। यस्ता कन्स्पिरेसी थ्योरीहरू मैले पनि सुनेको छु, तर त्यसलाई विश्वास गरिहाल्नुपर्ने आधार चाहिँ मैले भेटेको छैन। तपाईँलाई थाहै छ, नेपाल भनेको हल्लै हल्लाको देश हो, कुनै बेला कवि भुपी शेरचनले भनेका थिए। त्यसैले कुनै ठोस आधार नदेखिएसम्म यस किसिमका अड्कलबाजीहरू पत्याइहाल्नु पनि हुँदैन। मानौ यसमा कुनै ठुलै ग्रान्ड डिजाइन नै रहेछ भने त्यो फेरि लामो समयसम्म लुकिरहने कुरा पनि होइन, कुनै दिन खुलिहाल्छ। जहाँसम्म अहिलेको कुरा हो, प्रधानमन्त्री बालेनको अन्तर्राष्ट्रिय छवि तटस्थ किसिमको छ। यसले उनलाई भारत, चीन, अमेरिका वा कुनै पनि मुलुकसँग बिना ब्यागेज नयाँ सिराबाट सहकार्य गर्न सक्ने मौका पनि दिएको छ। नेपालसँग सरोकार राख्ने सबै मित्रराष्ट्रहरूले नयाँ सरकारसँग इन्गेजमेन्ट बढाउन चाहेका छन्। हामीलाई उनीहरू चाहिएको मात्र होइन, उनीहरूलाई पनि अहिले हामी चाहिएको छ। यसको मूल कारण चाहिँ सायद हामी होइनौँ होला। नेपाल विश्वको दोस्रो र चौथो आर्थिक शक्तिहरू चीन र भारतको बीचमा पर्न गएकाले पनि यस्तो हुन गएको हो। जस्तो कि अघि मैले अमेरिकी विदेश सहायक मन्त्री पल कपुरले आफ्नो संसदीय सुनवाईका क्रममा भनेका कुरा उद्धृत गरेको थिएँ। त्यसवखत उनले नेपालको भू अवस्थितिलाई महत्त्वका साथ स्मरण गरेका थिए। अमेरिकी चासोले हाम्रा दुईटा छिमेकीहरूको चासो पनि बढाउने नै भयो। यसलाई सकारात्मक रूपमा लिने हो भने उनीहरूको प्रतिस्पर्धाले हामीलाई अन्तर्राष्ट्रिय अनुकूलता पनि सिर्जना गर्न सक्छ। अहिलेको समय हाम्रो बरालिएको विदेश नीतिलाई ठिक ठाउँमा ल्याउने अवसर पनि बन्न सक्छ। यस्तै बेलामा हो हामीले आफ्नो कूटनीति सञ्चालनको निम्ति एउटा थिति बसाल्ने, छरछिमेक र मित्रराष्ट्रहरूबाट ठोस सहयोग र लगानी भित्याउन सफल हुने। तर यसको निम्ति हाम्रो समग्र परराष्ट्र संस्थापन, परराष्ट्र मन्त्रालय, परराष्ट्र नीतिको जोडकोण आदिमै एक खालको मूलभूत सुधार आवश्यक हुन्छ। यो विषय प्रधानमन्त्रीको प्राथमिकतामा परेको छ कि छैन भन्ने कुरा त्यहाँनिर आउँछ। प्रधानमन्त्री बालेनको सुरुवाती शैली हेर्दाखेरि चाहिँ उनी बढी इनवर्ड लुकिङ जस्तो देखिन्छन्। उनले बाह्य मामिलाहरूभन्दा पनि आन्तरिक मुद्दाहरूमै बढी ध्यान दिन खोजेका छन्। देशमा सुशासन कायम गर्ने र थिति बसाल्ने काममै उनी केन्द्रित देखिएका छन्। अहिले मुलुकको आवश्यकता पनि यही हो, तर यतिले मात्र पुग्दैन। वैदेशिक सम्बन्धलाई समानान्तर ढङ्गले ट्र्याकमा राख्नुपर्ने हुन्छ। राज्य सञ्चालनका क्रममा एउटा पाटोलाई सम्हाल्ने, अर्को पाटोलाई छाड्ने भन्ने पनि हुँदैन। किनभने हामीलाई वैदेशिक सहयोग चाहिन्छ नै, लगानी चाहिन्छ नै, कूटनीतिक सद्भावहरू चाहिन्छ नै। अन्तर्राष्ट्रिय जगतबाट आफूले सहयोग लिनको निम्ति मात्र होइन, उनीहरूको अवाञ्छित स्वार्थहरूलाई न्युट्रलाइज गर्न पनि एक किसिमको प्रोएक्टिभ सतर्कता र सक्रियता आवश्यक हुन्छ। वास्तवमा हाम्रो जस्तो मुलुकको निम्ति सार्वभौमिकता फैलाउने र आर्थिक समृद्धि हासिल गर्ने साझा औजार भनेकै सबल कूटनीति हो। हालका परराष्ट्र मन्त्री शिशिर खनालको सुरुवाती काम पनि देशको मान मर्यादा राख्ने किसिमकै देखिन्छ। उनले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा मौरिससको इन्डियन ओसन कन्फरेन्सका क्रममा बोल्दाखेरि होस् अथवा साइडलाइन्समा विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्दा अथवा सञ्चारकर्मीहरूलाई अन्तर्वार्ता दिँदा एक किसिमको परिपक्व र सन्तुलित ढङ्गबाटै आफूलाई प्रस्तुत गरेका छन्। तर कतिपय मामिला यस्ता हुन्छन् जहाँ परराष्ट्र मन्त्रीबाट मात्र हुँदैन, प्रधानमन्त्री तहकै भूमिका जरुरी हुन जान्छ। त्यसैले सरकार प्रमुखले आन्तरिकसँगै बाह्य मामिलामा पनि उत्तिकै नजर राख्नुपर्ने हुन्छ। त्यतातिर चाहिँ म हेर्दिनँ भन्न मिल्दैन।
तपाईले हाम्रो भिडियो हेर्नुभएको र च्यानल सब्स्क्राइब गर्नुभएकोमा हामी आभारी छौँ। तर कतिपय दर्शकहरूले भिडियो नियमित रूपमा हेर्नु भए पनि हाम्रो च्यानल सब्स्क्राइब गर्न सायद सम्झनु भएको छैन। कृपया त्यो काम गरिदिनु होला, हामी थप आभारी हुनेछौँ। अब कुरा गरौँ प्रधानमन्त्री बालेनले गत चैत 25 गते काठमाडौँ स्थित 17 जना विदेशी राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग गरेको सामूहिक अन्तर्क्रियाबारे। त्यो कार्यक्रममा प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको छोटो नोट पढेका थिए। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई गरेको त्यो पहिलो सम्बोधनमा मुलुकको परराष्ट्र नीतिबारे अलि सारगर्भित ढङ्गबाट कुरा राख्न सक्थे होलान्। हामी यसरी अगाडि बढ्दैछौँ, यहाँनिर तपाईँको सद्भाव र सहकार्य चाहिन्छ भन्दै मुलुकका प्राथमिकताहरू औँल्याउन सक्थे होला, सेयर गर्न सक्थे होला। तर उनले आफ्नो स्वभावअनुसार बुँदागत रूपमा संक्षिप्त सम्बोधन मात्र त्यहाँ गरे। त्यस क्रममा दुईटा अर्थपूर्ण सन्देश चाहिँ दिए। पहिलो थियो, सरकारहरू फेरिए पनि नेपाली राज्यको नीति फेरिँदैन, त्यसैले वर्तमान सरकारको परराष्ट्र नीति पनि विगतकै निरन्तरतामा आधारित हुन्छ। दोस्रो चाहिँ, नेपालले सन्तुलित र गतिशील परराष्ट्र नीति अपनाउँछ। यसलाई उनले धेरै व्याख्या गरेनन् अनि विदेशी राजदूतहरूलाई द्विपक्षीय मामिलाका सन्दर्भमा परराष्ट्र मन्त्रालयसँगै सम्पर्क गर्न पनि आग्रह गरे। प्रधानमन्त्रीको सन्देश आफूले कर्मचारी तहमा सम्पर्क राख्दिन, त्यो काम परराष्ट्र मन्त्रालयले नै गर्छ भन्ने किसिमको थियो। त्यस पश्चात उनले छुट्टै एकल रूपमा कुनै विदेशी राजदूतलाई भेटेको जानकारी पनि सार्वजनिक भएको छैन। प्रधानमन्त्रीले आफ्नो प्रोटोकललाई ध्यान दिँदै नयाँ ढङ्गबाट कूटनीतिक सम्बन्ध सञ्चालन गर्न खोजेका हुन् भने त्यो सिद्धान्त त ठिकै कुरा हो। छिमेकी भारत र चीनकै अभ्यासलाई हेर्दाखेरि पनि त्यहाँ कार्यरत हाम्रा राजदूतले प्राय विदेश मन्त्रालयका तोकिएका मध्यम स्तरका अधिकारीसँग मात्र भेट गर्न पाउने हो। कहिलेकाहीँ विशेष अनुरोध गर्दाखेरि विदेश सचिव या यदाकदा विदेश मन्त्रीसम्मलाई भेट्न पाउलान्। सी जिनपिङ अथवा नरेन्द्र मोदीसँगै भेट्ने कुरा त लगभग अपवादकै विषय भइहाल्यो। यहाँनिर हाम्रा छिमेकी त शक्तिशाली छन्, हामी कमजोर छौँ भन्ने किसिमको लघुताभासको कुरा पनि आउन सक्छ। तर अन्तर्राष्ट्रिय सम्बन्धमा सार्वभौम समानता भन्ने पनि चिज हुन्छ। भलै यो कुरा त्यत्तिकै क्लेम गरेर पाइने कुरा होइन। यसको निम्ति पहिले त देशको आर्थिक हैसियत र सामर्थ्य नै बढाउनु पर्ने हुन्छ। हाम्रा प्रधानमन्त्रीले प्रशासनिक तहलाई एक्सेस नदिँदाखेरि पनि हुन्छ, तर सम्बन्धित देशको राजनीतिक तहमा सम्पर्क र पहुँच बढाउन चाहिँ जरुरी देखिसकेको छ। यसो भयो भने कुनै मुद्दामा कर्मचारी तन्त्रबाट अवरोध आयो भने पनि अथवा कुनै समस्याको गाँठो नै फुकेन भने पनि त्यसलाई राजनीतिक स्तरमा संवाद गरेर सजिलै हल गर्न सकिने ठाउँ पनि हुन्छ। भारतसँगै कुरा गर्ने हो भने हामीले हाम्रो सम्बन्धलाई त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेश मन्त्रालय, सुरक्षा निकाय र कर्मचारी तन्त्रभन्दा माथि उठाउनै सकेका छैनौँ। आवश्यक पर्दा भारतका मन्त्री अथवा प्रधानमन्त्रीलाई सिधै फोन गर्न सक्ने किसिमको राजनीतिक सम्बन्ध पनि स्थापित भएको देखिँदैन। चीनतिर पनि लगभग उस्तै हो। विदेश मन्त्रालय, चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र सुरक्षा निकायहरू बाहेक, त्यहाँका अधिकारीहरू बाहेक माथि हामी सम्बन्ध फैलाउनै सकेका छैनौँ। जबकि त्यहाँका विदेश मन्त्री वाङ यी स्वयं नै कनिष्ठ अधिकृत हुँदादेखि नै नेपाल मामिला हेरेका र नेपाललाई राम्ररी बुझेका व्यक्ति मानिन्छन्। प्रधानमन्त्री बालेनका सामुन्ने परराष्ट्र सम्बन्धलाई फुकाउन र फैलाउन सक्ने पर्याप्त अवसर छ। यो कुरा उनले परराष्ट्र संस्थापनलाई कति सक्षम बनाउँछन् र कति प्राथमिकता दिन्छन् भन्ने कुरामा पनि निर्भर रहन्छ। हाम्रो कूटनीति सञ्चालनलाई सबल बनाउने हो भने सबभन्दा पहिले परराष्ट्र मन्त्रालयको प्रभावकारितालाई बढाउनुपर्छ। परराष्ट्रको क्षमता नबढाइकन हाम्रो कूटनीति सफल हुनै सक्दैन। कम्तीमा मन्त्रालयको काम कारबाहीमा अनावश्यक हस्तक्षेप मात्रै नगर्ने हो भने पनि त्यहाँको जनशक्ति आफ्नो जिम्मेवारी पुरा गर्न सक्षम नै देखिन्छ। यसको निम्ति केही नीतिगत स्पष्टता चाहिँ जरुरी हुन्छ। जस्तो कि अहिले हाम्रो मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालन कम्तीमा 6वटा ढोकाहरूबाट हुने गरेको छ। त्यसमध्ये पहिलो हो परराष्ट्र मन्त्रालय, जो मुख्य कूटनीतिक अड्डा नै भइहाल्यो। राजनीतिक कूटनीति पनि प्राय यहीँबाट सञ्चालन हुन्छ। दोस्रो चाहिँ सैनिक कूटनीति हो, त्यो जङ्गी अड्डाले चलाउने गर्छ। कहिलेकाहीँ यसको भूमिका मिलिट्री डिप्लोमेसी भन्दा पनि माथि उठेको जस्तो पनि देखिन्छ। जस्तो कि 2072 सालको भारतीय नाकाबन्दी खुलाउने क्रममा सैनिक अधिकारीहरूलाई नै दिल्लीमा लबिङ गर्न पठाइएको थियो। त्यो अभ्यास एक हिसाबले सफल पनि भएको थियो। त्यसैले त्यस यता अन्य केही राजनीतिक घटनाक्रममा पनि सैन्य कूटनीतिको सहारा लिएको देखिएको छ। यसको सीमा र संलग्नतालाई कुन स्तरमा राख्ने, राजनीतिक कूटनीति र सैन्य कूटनीति बीच कसरी तालमेल मिलाउने, कसरी यसलाई अन्तर्विरोधी नभई परिपूरक बनाउने, सुरक्षा रणनीति र वैदेशिक रणनीतिमा कसरी एकरूपता कायम गर्ने,
यस्ता तमाम विषयहरू छन् जसको बारेमा सायद अब कुनै बेला सिंहदरबार, जङ्गी अड्डा र परराष्ट्र मन्त्रालयबीच एक हिसाबको खुला छलफल आवश्यक होला, एक किसिमको नीतिगत स्पष्टता कायम गर्नुपर्ने होला। तेस्रो विषय चाहिँ आर्थिक कूटनीतिसँग सम्बन्धित छ। यसको सञ्चालन मुख्यतः अर्थ मन्त्रालयले गर्दै आएको छ। हुन त परराष्ट्र मन्त्रालयमा पनि आर्थिक कूटनीति महाशाखा बनाइएको छ। यसले पर्यटनको प्रवर्धन, लगानी र निर्यात प्रवर्धन आदिमा सहजीकरण गर्ने भनिएको छ। तर वैदेशिक ऋण सहयोग जुटाउने र यसको निम्ति जुन नेगोसिएसनहरू गर्नुपर्ने हुन्छ त्यस्ता कूटनीतिक कार्यमा मुख्य भूमिका अर्थ मन्त्रालयले नै निर्वाह गर्छ। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाले यसलाई हेर्ने गरेको छ। आर्थिक कूटनीतिका सवालहरूमा अर्थ र परराष्ट्र मन्त्रालयबीच जुन स्तरमा सघन संवाद र समन्वय आवश्यक छ त्यो चाहिँ हुन सकिरहेको छैन। उनीहरू आफ्नो ढङ्गबाट क्रियाशील भए जस्ता देखिन्छन्। वर्तमान सरकारले आर्थिक कूटनीतिमै बढी जोड दिएको छ। त्यसैले अब यससँग सरोकार राख्ने सबै सरकारी निकाय एवं मन्त्रालयहरूबीच एक किसिमको बृहत्तर समन्वय खोज्नुपर्ने हुन्छ। त्यसको निम्ति नीतिगत खाका पनि बनाउनु पर्ने हुन्छ। चौथो विषय हो श्रम कूटनीतिको। यसलाई अहिले श्रम मन्त्रालयले सञ्चालन गर्दै आएको छ। हाम्रो देशको पुरै अर्थतन्त्र नै एक हिसाबले विदेशमा काम गर्ने नागरिकहरूले पठाउने रेमिट्यान्समा आधारित छ। उनीहरूको मामिला हेर्ने भनेर विदेशी स्थित नेपाली दूतावासहरूमा करिब 13 जना जति सहचारीहरू, श्रम सहचारीहरू पठाइएका छन्। उनीहरू श्रम मन्त्रालयका अधिकृत हुन्छन् जो दूतावासमा गएर राजदूत मातहत काम गर्ने गर्छन्। उनीहरूको कार्य सञ्चालनलाई लिएर बेला बखत परराष्ट्र र श्रम मन्त्रालयबीच तालमेल मिलिरहेको देखिँदैन। महावाणिज्य दूतावासहरूमा पनि उद्योग, वाणिज्य लगायतका मन्त्रालयहरूबाट अधिकारी नियुक्त गर्ने गरिएको छ। उनीहरू र परराष्ट्रबीच पनि आवश्यक समन्वय भइरहेको छैन। यस्ता व्यावहारिक अप्ठ्याराहरूलाई कसरी सुल्झाउन सकिन्छ भन्ने बारे सायद अब राजनीतिक तहबाट, राजनीतिक नेतृत्वको तहबाटै एक किसिमको स्पष्टता जरुरी देखिएको छ। पाँचौं र छैटौं विषय चाहिँ राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट हुने कूटनीतिक कार्यसँग सम्बन्धित छ। यसअघि प्रधानमन्त्री कार्यालयले यदाकदा परराष्ट्र मन्त्रालयलाई छायामा पार्ने गरी कहिलेकाहीँ त थाहै पनि नदिकन आफू खुसी वैदेशिक मामिला सञ्चालन गर्ने चलनै बसिसकेको थियो। हालका प्रधानमन्त्रीले यो व्यतिथिमा एक हिसाबले विराम लगाएका छन्। तर राष्ट्रपति कार्यालयबाट हुने कतिपय वैदेशिक भेटघाट र सम्पर्क चाहिँ अझै समानान्तर प्रकृतिबाटै भइरहेको परराष्ट्रका अधिकारीहरूले बताउने गर्छन्। यसबाहेक अरू केही मन्त्रालयहरूको पनि सिधै कूटनीतिक नियोगहरूसँग सहकार्य हुने गरेको छ। विगतमा त्यसै अनुरूप द्विपक्षीय सम्झौताहरू भएको, संयुक्त संयन्त्रहरू गठन गरिएको र वैदेशिक परियोजनाहरू पनि सञ्चालन भइरहेको कारण सायद यो व्यावहारिक हिसाबले पनि आवश्यक होला। यही कारणले परराष्ट्र बाहेक अन्य मन्त्रालयका मन्त्रीहरूसँग पनि विदेशी राजदूतहरूको बाक्लै भेटघाट हुने गरेको छ। तर यस्ता भेटघाट परराष्ट्र मन्त्रालयको संस्थागत नोटिसमा हुने गरेको छ कि छैन, यस्ता कुराकानीमा परराष्ट्रका नोट टेकर बस्छन् कि बस्दैनन्, यसतर्फ अब ध्यान दिन जरुरी छ। परराष्ट्र मन्त्रालयले त्यसै भएर होला गत चैत 25 गते कूटनीतिक आचार संहिताबारे पनि मन्त्रीहरूलाई ब्रिफिङ दिएको थियो। कुनै पनि विदेशी कूटनीतिज्ञलाई भेट्दाखेरि परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारी गराउनुपर्ने व्यवस्था मन्त्रीहरूलाई स्मरण गराइएको थियो। हामी कहाँ मन्त्री मात्र होइन, प्रधानमन्त्रीहरूले समेत आफ्नो प्रोटोकल र प्रतिष्ठा बिर्सेर विदेशी दूतहरूसँग जताभावी भेट्ने चलनै बसिसकेको थियो। त्यसको जानकारी परराष्ट्र मन्त्रालयलाई पनि हुँदैन थियो। अहिलेको सरकारले कम्तीमा यो व्यतिथि बदल्न खोज्यो भने त्यो ठुलै कुरा हुनेछ। मुख्य कुरा के हो भने कूटनीतिको सञ्चालन साँघुरो घेराबाट हुन सक्दैन। यसको निम्ति मल्टिपल विन्डोहरू हामीलाई चाहिन्छ नै। तर जतिवटा निकायबाट परराष्ट्र सम्बन्ध सञ्चालन भए पनि उनीहरूको बिचमा एक खालको आपसी समन्वय चाहिँ राम्रो हुनुपर्छ र यसको केन्द्रमा परराष्ट्र मन्त्रालयलाई नै राखिनुपर्छ। अब म अन्तिम बुँदा राख्दैछु। त्यो के हो भने यो सरकारले जसरी संविधान संशोधन गर्ने कुरामा संयुक्त कार्यदल बनाएको छ, संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको चुनावी घोषणापत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा अघि सारेको छ, यसै गरी परराष्ट्र नीतिका मूलभूत मुद्दाहरूका सन्दर्भमा पनि राष्ट्रिय सहमति जुटाउने पहल गर्नुपर्ने हुन्छ। यसको अग्रसरता सत्तारूढ राजसपा र सरकारले नै लिनुपर्छ। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको जग के हो भन्ने बारे त संविधानको धारा 51ले दिशानिर्देश गरेकै छ। यसबाहेक तत्कालीन मुद्दाहरूमा पनि मुख्य दलहरूबीच एक खालको सहमति निर्माण हुन सक्यो भने परराष्ट्र नीतिलाई लिएर बेलाबखत देखिराख्ने मतान्तर घट्न सक्छ। अहिले सबैको प्राथमिकता आर्थिक कूटनीतिमा केन्द्रित छ। यसैलाई मूल आधार, सहमतिको मूल आधार बनाउन पनि सकिन्छ। सरकारद्वारा प्रस्तावित राष्ट्रिय प्रतिबद्धता पत्रमा पनि यही भाव नै झल्केको देखिन्छ। तर त्यहाँ नेपाललाई बफर स्टेटबाट
भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने भन्ने जुन शब्दावली परेको छ त्यसले चाहिँ केही विवादहरू उत्पन्न गरेको छ। वास्तवमा नेपाललाई ब्रिटिस साम्राज्यको बेला उनीहरूले नै चीन र भारत बीचको बफर हो भन्ने गरे पनि नेपाली राज्य स्वयंले चाहिँ यो शब्दावलीको कहिले पनि प्रयोग गर्ने गरेको छैन, खास गरी औपचारिक भाषामा। त्यसैले यसलाई सच्याउन जरुरी छ। यसबाहेक कुनै सैन्य गठजोडमा नलागिकन नेपाल प्रथम नेपाली प्रथम भन्ने सङ्कल्पसहित आर्थिक उन्नतिलाई केन्द्रमा राखेर तय गरिने रणनीतिमा सर्वदलीय सहमति नहुनुपर्ने कारण देखिँदैन। तर यति गरेर मात्र सायद पुग्दैन। खास गरी भारत, चीन, अमेरिका लगायतका नेपालले विशेष चासो राख्नुपर्ने केही मुलुक विशेषसँग कसरी डिल गर्ने, उनीहरूका जुन नयाँ चुनौतीहरू छन्, उनीहरूका जुन नयाँ चासोहरू छन्, त्यसलाई कसरी हामीले लिने, उनीहरूसँगका प्रमुख मुद्दाहरू के हुन्, त्यसमा हाम्रो रेड लाइन के हो, यस्ता विषयहरूमा एक किसिमको स्पष्टता मात्र होइन, स्पष्ट रणनीति नै अब आवश्यक छ। त्यसलाई निर्धारण गर्नुपर्ने खाँचो अहिले देखिएको छ। सरकारले यसतर्फ पनि राष्ट्रिय सहमति जुटाउने पहल गर्नुपर्ने हुन्छ। आजलाई यति नै, धन्यवाद।